एभ्रीबडी सबैलाई नमस्कार। म आइबरट्रेड नेपालबाट सोमबहादुर तामाङ। म यो आइबरट्रेड नेपालमा जोइन भएको लगभग 4 महिना भइसकेको छ। यो आइबरट्रेडमा चाहिँ हाम्रो कुन किसिमको जुन एउटा प्रडक्टले लिएर चाहिँ यो अगाडि प्रतिनिधित्व गर्दै अगाडि बढिरहेको छ भन्दाखेरि हाम्रो शरीरको हरेक अङ्गहरुमा भनौँ न एउटा फेस सम्बन्धी, एउटा दाँत सम्बन्धी, एउटा भनौँ न हरेक दाग दुबी जस्तो हरेक आइटमहरु छ। त्यो आइटमहरुबाट भनौँ न एउटा प्रडक्टहरुले चाहिँ हाम्रो शारीरिक समस्याले चाहिँ दूर गर्छ के। यतिमध्ये जति पनि प्रडक्टहरु तपाईले देखिरहनु भएको छ यहाँ लगभग हाम्रो 50 देखि 60 आइटम हो के लगभग। त्यसमध्ये तपाईले सबैको बेनिफिटको बारेमा कसरी युज गर्ने, कुन तरिकाले युज गर्ने भन्ने कुरा तपाईले त सरस्वती म एकाएक त म भन्न सक्दिन। तर तथापि म आज तपाईहरुले चाहिँ यस भिडियो मार्फत चाहिँ एउटा ग्लोदेन टुथपेस्टको बारेमा चाहिँ थोरै जानकारी गराउन चाहे है। अर्को भिडियो चाहिँ मैले तपाईहरुले चाहिँ जुन जति पनि प्रडक्टहरु छ त्यसको बारेमा चाहिँ तपाईहरुले अर्को भिडियो मार्फत नै पोस्ट गर्न जमर्को गर्छु। अहिले चाहिँ म ग्लोदेन टुथपेस्टको बारेमा चाहिँ अलिकति तपाईहरुले थोरै चर्चा साथसाथै यसको बारेमा यसको बेनिफिट साथसाथै यसको यो के समस्यामा युज हुन्छ यसको बारेमा थोरै म जानकारी गराउन चाहे। सबभन्दा यो ग्लोदेन टुथपेस्ट भनेको चाहिँ हाम्रो यो दाँतको लागि चाहिँ अति उपयुक्त हो के। जस्तो अहिलेको जमानामा कस्तो व्यक्तिहरु कस्तो हुन्छ भने दाँतहरु किराले खाइरहेको हुन्छ कि। कतिपय त कहिले कस्तो हुन्छ भने एउटा भागु पदार्थको साथसाथै एउटा भनौँ न सुतिजन्य चीजहरु सेवन गरेर कसैको दाँत कुहिरहेको हुन्छ। कतिको त अलिकति किरा परेर इन्फेक्सन भएर औषधि जुन उपचार गर्दा पनि निको भइरहेको हुँदैन के। त्यसकारण हाम्रो चाहिँ एउटा नेपालमै उत्पादन भएको एउटा जडीबुटी मार्फत यो निर्मित भएको यो ग्लोदेन टुथपेस्ट चाहिँ तपाईले युज गर्दाखेरि चाहिँ तपाईको यो जुन कुहिएको दाँतलाई चाहिँ अलिकति यसलाई चाहिँ यसको इन्फेक्सन भएको चीजहरु चाहिँ यसले चाहिँ निखार्ने भयो के। एकदम दुखाइबाट यसको जुन गिजाक पाक्ने दुख्ने यो चीजबाट चाहिँ यो समस्याबाट चाहिँ राहत मिल्ने भयो। अलिकति तपाईहरुको अलिकति मान्छेको जति दाँत भाँजे पनि अलिकति चल्किदैन, अलिकति चमक आउँदैन दाँतमा। यसले चाहिँ तपाईको दाँतमा अलिकति चमक पनि आउने भयो। साथसाथै कतिपय मान्छेको दाँत माझ्दा पनि एउटा भनौँ न एउटा अलिकति गन्ध आइरहेको हुन्छ, बास्ना आइरहेको हुन्छ अलिकति नकारात्मक किसिमको। त्यो नकारात्मक किसिमको जुन गन्धलाई पनि यसले दूर गर्ने भयो। साथसाथै अहिले जति पनि प्रडक्टहरु छ हैन त्यसको बारेमा मैले तपाईहरुलाई चाहिँ भोलिको दिनमा हर दिन हर समय तपाईहरु चाहिँ यो मेरो अहिले जुन मैले यो ग्लोदेन टुथपेस्टको बारेमा बताएको छु तपाईहरुले मलाई जुन हिसाबले मैले भिडियो बनाएको छु अलिकति मलाई पनि एउटा हौसला मिल्यो यसको बारेमा थोरै तपाईहरुले कमेन्ट गरेर मैले यसको बारेमा त तपाईहरुले तथापि धेरै थोरै कुराहरु मैले जानकारी गराइसके। अब यदि तपाईहरुलाई यति जति पनि सामानहरु छ हाम्रो प्रडक्टहरु छ यदि मध्ये तपाईहरुले कसैले चाहिएको छ भने कोही व्यक्तिलाई चाहिरहेको छ भने मेरो भिडियो मार्फत तपाईहरुले म मेरो WhatsApp नम्बर छोडिदिन्छु। जति पनि प्रडक्टहरु छ यो चाहिँ हाम्रो यो आइबरट्रेड नेपाल जुन मेन लोकेसन रहेको छ वनस्थली 16 काठमाडौँमा भने हाम्रो ब्रान्च रहेको छ बालकुमारी ललितपुर बालकुमारीमा। तपाईहरुले यदि चाहिन्छ भने मेरो WhatsApp नम्बरमा सम्पर्क गर्नु। हस्त थ्यांक यू।